Hi guys and welcome back to my channel. It's me Arpita Pradhan now. It's not acidic girl. अब acidic girl हुँदैन मेरो च्यानलको नाम बिकज अब acidic girl यस्तो भयो अब सबैले त्यो उयो गर्दैन नि त हैन अब यो एउटा कस्तो नेम भयो भने अब सबै एज ग्रुपलाई त्यस्तो मिल्दैन नि त हैन सो acidic girl पनि हटाइदिएको त्योसँग मेरो नाता पनि सक्यो हैन अनि अब चाहिँ अर्पिता प्रधान नै छ मेरो च्यानलको नाम अनि यसमै म कन्टिन्यू गर्छु अन्त अहिले चाहिँ फिलहाल म सिलगढीमा छु अनि यहाँको गरम चाहिँ नि भगवान बबाल छ अब भ्लगमा फेरि फ्यानको डिस्टर्ब आउँछ आवाज डिस्टर्ब आउँछ भनेर पनि फ्यान पनि बन्द गरिदिएको छु हैन अन्त बाइ द वे टुमरो अब हुनु चाहिँ के हो भने मैले भ्लग किन बनाएको भन्दाखेरि चाहिँ भोलि चाहिँ म हल्का नेपाल ट्रिप जाँदैछु नि त अन्त अलिकति कन्टेन्ट पनि भयो त्यही लागि बनाएको अब भ्लग चाहिँ किन नबनाएको भन्दा अब कन्टेन्ट धेरै छ हैन तर मलाई कन्टेन्ट आइडियाज धेरै छ तर नि के हो भने चाहिँ म चाहिँ बनाउनै सक्दिनँ क्या अब मतलब भिडियो बनाउँछु एडिट पनि गर्छु हैन तर पोस्ट गर्दा यस्तो भइदिन्छ कि लाइक हाल्दा 99% अपलोड हुन्छ फेरि अगेन रिस्टार्ट हुन्छ हैन त्यसमा मेरो खर्च गरेको नेट त सब त्यो त्यतिकै गइदिन्छ क्या त्यही लागि चाहिँ गरेको थिइनँ हैन अन्त अब चाहिँ म मेरो फर्दर स्टडिजको लागि बेङ्गलोर जाँदैछु सो त्यहाँनिर हस्टेलमै अब वाइफाईहरू कनेक्सनहरू राम्रो छ भने चाहिँ म मेरो नयाँ न्यू जर्नी पनि स्टार्ट हुँदैछ हैन आफ्टर माई 12 अनि अब नयाँ जर्नी पनि स्टार्ट हुँदैछ अन्त म अलिकति एउटा कन्टिन्युअस राख्छु हैन मेरो भ्लगिङमा अनि हेरिदिनुहोस् तपाईहरुले लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् च्यानलमा धेरै माया गर्नुहोस् हैन अब यही हो मेरो फर्स्टको कुरा अन्त आज चाहिँ मेरो कति बज्यो भन्दा 9 बज्यो अन्त अब म भोलि चाहिँ जान्छु नेपाल अनि भोलि मलाई 8 बजेतिर निक्लिनु छ हेरौँ भोलि त छिटो उठ्नुपर्छ म त यहाँतिर 10 बजेतिर उठ्छु अब भोलि त 7 बजेतिर उठ्नुपर्छ कसरी उठिन्छु कुनी अब हेरौँ कसरी उठिन्छ मेरो पसिना बसेको ओ माय गॉड सो बाय बाय लेट्स वॉच इट टुमरो गाइस वेलकम ब्याक टु माई च्यानल अगेन जस्तो मैले हिजो भने कि म नेपाल जाँदैछु म यता कन्याम भन्ने इलाम भन्ने समथिङ डिस्ट्रिक्टमा जाँदैछु घुम्नको लागि अजा अनि अझै एकजना अजीसँग जाँदैछौँ अनि फिलहाल अहिले हाम्रो 8:18 भयो अन्त अब हामी निक्लिन्छौँ अझै रेडी हुनुहुँदैछ अनि टुडे इज माई आउटफिट इज लाइक दिस अनि कपाल पनि टक्क गरिदिइहालेको कि हावाहरूले नबिग्रोस् भनेर टक्क सेट अब चाहिँ लाग्दिने हो गाइस हेर्नुहोस् यो चाहिँ मेरो फर्स्ट टाइम म नेपाल जाँदैछु हैन एक्सपिरियन्स कस्तो हुन्छ घुम्न जाने हो हामी आज गएर मेबी हामी वहाँ गएर बस्छौँ त्यहाँदेखि हामी आउँछौँ होला भोलितिर सो फाइनली हामी निस्क्यौँ मेरो अजी यता सानो अजी हाई सब अजीहरु है सब अजी प्यारो नातिनी भएर अजी अदासँग मात्रै घुम्ने बल्ल घरमा निक्ल्यौँ अब ट्रिप स्टार्ट हुन्छ बाटोहरू देखाउँछु पानी ट्याङ्कीभित्र पस्यौँ यहाँनिर चाहिँ हाम्रो के भन्छ त्यो लिगली के बनाउनु पर्छ अरे नि त त्यो नेपाल पस्नुको लागि पस्नु त यहाँनिर केही बनाउनु पर्छ अरे अन्त त्यो बनाएपछि चाहिँ हामी जाने अलिकति रेस्ट गऱ्यो सो म तपाईँको भ्यू देखाउँछु यति हो भ्यू अब यहाँनिर डकुमेन्ट्सहरू भेरिफिकेसन हुँदो रहेछ हामी कहाँ आइपुग्यो अरे हामी काँक्रेभिट्टा नेपाल बोर्डरमा म निक्ल्यो
भन्सारमा आएको छौँ के भन्छ कस्टम कोनिके पनि रहेछ कोनी कस्टम कोनी नेपाल बोल्ने पर्मिसन दिन नेपाल पस्ने हो यहाँनिर चाहिँ हाम्रो के भन्छ एक्जिट पोइन्ट रहेछ यहाँनिर चाहिँ यहाँ पुलिसले चेक गर्दैछ यहाँबाट चाहिँ हामी निक्लिन्छौँ यताबाट पसेर चाहिँ यताबाट निक्लिँदो रहेछ अन्त जुन चाहिँ अब यो यता अब यो पछाडि देख्दैछ नि सबै नेपाल रहेछ यो एरियादेखि चाहिँ इफ द न्युज इज रियल ओर नट होइन धरानमा इफ धरानमा भएन भने धरान जाने अझ चाहिँ त्यो उयो बनाउनु डकुमेन्ट्स भेरिफिकेसनको लागि जानुभएको छ अन्त हामी चाहिँ उता यता जान्छौँ भेरिफिकेसन इज डन अनि अब हामी निक्लेको फेरि अगेन ब्याक टु द ट्रिप सो गाइस अहिले हामी माथि पुग्यौँ होइन अनि यहाँनिर हल्का ब्रेक लिएको अनि यु क्यान सी द भ्यू ब्रो म खाँदिनँ ग्रुम अप अरे ग्रुम अप उता सिधै खिच न तर उल्टा हुन्छ अँध्यारो आउँछ ए उता उज्यालो भइदिन्छ हामी ओशो डिभाइन डोर्स हल्का टुर गर्नु आएको अनि सो यस लेट्स सी यहाँ चाहिँ सानो बर्के क्युट छ गौतम बुद्धको स्ट्याचु रहेछ सो मनी पेमेन्ट ओह्रालो छ अझै बिस्तारै होइन अलिक साइलेन्ट हुनुपर्छ अरे या त तल चाहिँ जानु परेन होइन आउनुहुन्न सेसन चल्दैछ ए 7 कन्सेप्ट सबै मिक्स छ यहाँ चाहिँ पहिला डुल हेर्ने बाइक हो क्या आर्ट पिस बनाएको टेबलहरू त्यो अनि यो छ नि यो पनि टाटाको बनाएको रिसाइकल गर्नुभएको र तपाईँको नाम चाहिँ के हो मेरो जेम्स जेम्स मेरै हो So guys, finally होटलमा पुग्यौँ अनि होटल अब चेक इन गर्छौँ हामी होइन पानी पर्दैछ दुईजनाले हेरेर आउँछ जानु जानु म त निक्लिनै पर्छ भिडियो गर्नुको लागि
Guys, this is the hotel we are checking in. We are checking in this hotel. यो चाहिँ भ्यू पोइन्ट होटल रहेछ. होटल भ्यू पोइन्ट एन्ड लज. Cheers! So guys, हाम्रो खाना यो. उठेको 4 घण्टा 5 घण्टा पनि छैन अर्को भोलि चाहिँ यसलाई के भन्छ? यो थपलाई खकाली खाना. नेपालको फेमस खाना भनौँ न. सो गाइज नाउ हामी रुममा छौँ अनि यस भर्खर खाना खाएर हामी माथि आयौँ. अन्त अब हल्का रेस्ट गरेर वेदर चाहिँ राम्रो भएन अनि अलिकति वेदर राम्रो भएपछि चाहिँ घुम्न जानुपर्छ होला. सब आफ्नो आफ्नो ल्यान्डिङ. So guys, good morning and welcome to my channel again. So today is my day 2 in Nepal and we are here in कन्याम. यहाँ होटलमा बसेको छौँ. रेडी भएको छौँ. मुनि खाजा खानु जान्छौँ. त्यहाँदेखि हामी यता मुनि बिर्ता मोड भन्ने जग्गामा चाहिँ वाटर पार्क छ समथिङ, त्यहाँनिर जान्छौँ. बट लेट्स होप होइन हाम्रो वेदर चाहिँ अलिक राम्रो होस्. यहाँनिर वेदर त यस्तै छ, धुम्ला 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 छ. पानी पनि परिरहेको छ. हामी ह्याप्पी ल्यान्ड पुग्यौँ अहिले. वाह दामी सिस्टम रहेछ. हेर्नु नि, हेर्नु नि पानी झरेको बाँसको हेर्नु नि. छेउमा गर्दैछ ए ऊ ढिकी पनि रहेछ. मजा भयो. कहाँबाट छिर्छ त्यसो पानी पसेर चाहिँ मुनि झर्छ. फेरि थाप्यो भित्र पस्छ, फेरि त्यही पानी मुनि झर्छ. रियल पो रहेछ. के फुल हो. ए तिमीले नक्कली भन्दैछौ क्या? छाता वरिपरि घुम्नु है. पैसा असुल त गर्नु पऱ्यो नि यत्रो कटेजहरू छ बस्ने ठाउँ. छाता ओर्ने. वाह यसलाई लिएर आइदिनु. नेपाली घर पनि रहेछ यहाँनिर घुम्नको लागि. के रहेछ हेर्नु है. ब्युटिफुल रहेछ होइन. पिकअप पनि रहेछ होइन. आउट पनि रहेछ. बर्डहरू रहेछ. हाई हाई अमोनिका. नमस्ते. बाई 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 बाई.
वाटर पार्कमा गर्दाको This is the fun park we landed on. So यहाँ चाहिँ अलिक मेरो साथीहरूसँग आउनु पर्ने रहेछ बाजा कच्चा पनि रहेछ कच्चा कत्रो टाउको एउटा उ यत्रो ठुलो देखेन ओ माय गॉड कत्रो कचुवा रहेछ कत्रो बडी छ हैन नि यही भुइँमा ए यहाँ फोन झर्छ यही छ कत्रो बडी छ मन दिजे कच्चा मुनि रहेछ नेपालको झालमुडी आम्मामा खोजेन त रातो गए डाँडैमा तिमी आउने आडैमा बर्खा मात्रै तिमीलाई लिन आउँछु चाँडैमा पानी भनी पाउँदैन भनी बाटो हेर्ने बनी बग्ने खोला बगिगयो ढुङ्गा मुढा लागिगयो यता हेर्नु यता तिम्रो जवन कहिले लाने हो बग्ने खोला बगिगयो ढुङ्गा मुढा लागिगयो तिमी आई मेरो जवन कहिले लाने हो भन कहिले जाने हो भन कहिले जाने हो आउँछ भनी बाटो हेर्ने बनी तिमी यहाँबाट के फिलिङ खोल्यौ त के मुला हेर्नु मुला छ गुन्द्रुक कतार पनि रहेछ मुला यस्तो भेराइटी खाना यतै खोल्नु आउँथ्यो यतै मिठो गर्दिन आज फ्राई खानु खायो मजामा नि बेसी भेराइटी खाना दिनु हुँदैन लटपट हिजो साग कस्तो राम्रो क्या आज पानी सक्नु भएन है
इन्डियन खानामा चाहिँ यस्तो खाना जस्तो दियो रोटी पनि हाल्दैन रोटी हुन्छ नि होइन एउटा चमचम एउटा रसगुल्ला एउटा लालमोहन रसगुल्ला चमचम चाहिँ हामी नेपालीहरू भनेको तर कुन छैन भन्छ पाक्रो भन्दैन है चमचम चमचम भन्छ त एउटा सेतो हुन्छ कि अलिअलि झोलझोल हुन्छ त्यसमा रसमलाई पनि होइन चमचम भन्छ त्यसलाई गाइस अब हामी फर्किन्छौँ होइन सो मेरो भिडियो चाहिँ यहीँसम्म थियो आई होप सो द्याट यु अल लाइक माई भिडियो होइन लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनुहोस् अर्पिता प्रधानलाई होइन अनि यसरी नै अझै एउटा ट्रिप आउँदैछ त्यो ट्रिप पनि कन्टिन्यू गर्छु होइन त्यसमा पनि ब्लग आउँछ सो वेट एन्ड वाच